युरेका स्काइटेक। आज दाइहरूलाई युरेका टावर घुमाउँदैछु। ल मेरो घर अगाडिको वातावरण हो यो है। वेदर यहाँ त खराब छ तर मोबाइलले त राम्रै वेदर देखाएको छ। त्यही पनि बस पर्खौँ, जाउँ सिटीसम्म घुमेर आउँ। आखिर टिकट त काटेको। ल आइपुग्यो। आइपुग्यो। फ्रेन्डर स्टेसनमा आइपुग्यौँ। अब यहाँबाट हामी चाहिँ युरेका टावर चढ्न जान्छौँ। हामी फ्रेन्डर्सबाट निक्लिएर अब युरेकातिर जाँदैछौँ है। युरेकातिर ल यो चाहिँ कन्डक्टर पास भयो। ल युरेका टावरबाट सर गएर पुरै मेलबोर्न घुम्नुपर्छ, हेर्नुपर्छ। त्यो चाहिँ हाम्रो फुटपाथको पसल जस्तै हो। रत्न पार्कको फुटपाथ पसल यो। ट्याक्सी 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 ड्राइभरहरू, ट्याक्सीहरू यो। काठो चाहिँ पर्पल थियो भने लबु काठो पर्पल। यो चाहिँ मेलबोर्नको मुटु हो। यो मेलबोर्नको मतलब यो फेडरलिस्टर, यो पुरानो चर्च सिटी। क्यामेरा तल क्यामेरा फिटाएर नि सर ठुलो राति प्रोजेक्सन जिउजेगा पुरै रङ्गी चङ्गी पुरै आनन्द न। क्यामेरा त लो प्रोजेक्टर छु टट्टो प्रोजेक्टरका हो। अब हामी यो टावरको यो झ्यालसम्म चाहिँ हामी चढ्छौँ है। त्यहाँबाट हेर्छौँ अब गएर माथिबाट। मेलबोर्न सिटी हिँडेको छु। मेलबोर्न सिटी दाइ भाउजूलाई घुमाउँदैछु। त्यस्तो मौका कहाँ पछि आउँछ। आएको बेलामा लिइहाल्नुपर्छ, घुमाउने हो सबैलाई। रङ त्यो उयो ज्याएको छैन क्या। छिटा फ्रेम बेन निसिन त्यहीमा उमी झुन्डिएको फ्रेम गन्य टेक्नोलोजी सो खानुहुन्छ। उयो कोने तलाख्यो खाने लपु ठाउँ चाहिँ रेस्टुरेन्ट गए। अब यो 88 तलाको युरेका टावर, हुन त यो 92 तलाको हो। यसमा हामी चढ्दैछौँ है। वेदरै मोबाइल छु का टावर हामी जाँदैछौँ। सो 88 तल
डेमो युरेका स्काई डेक थ नखाने नि स्काई डेक यता रहेछ ल स्काई डेकमा जाँदैछौँ है ल युरेका स्काई डेक भन्दो रहेछ मेलबोर्न स्काई डेक ल यहाँ चाहिँ हामी अब जाने ठेसी तरङ गयो त गुब्ले धरवा गयो त धरवा सुया त गुलिखा काटो कान युरेका 89 ओग्नु सुयापति मार्बल पहिला वेबसाइट चेन्ज आठो लिफ्ट 32 सेकेन्डमा थाने थ्याङ्क यू जम्मा 32 सेकेन्ड Hey, thank you. All right, take about 38 seconds to reach the top. गरिसक्छ लेभल छ भने लेभल गुली बनाउनु लेभल 2, 3, 4 गुली बनाउनु कान बन्द चुला बुझ्यो लिफ्टको स्पिड त यो पो हुनुपर्छ कोही 70 का त पत्र गन्दै नभ्याउने पो त थ्याङ्क यू 88 गुलिसक्यो जम्मा 38 सेकेन्ड हो थ्याङ्क यू ल स्काई डेक कसो सर इको जिउ दिने पहिला आसे भन्ने थियौँ उयो पनि थियो इको जिउ दिने इको जिउ ताजमेनिया हुने म उहे ल्यावा ठुके बाटी मिठाई दिन थन केने गा ठु ताजमेनिया हुने उपत्यका त्यता हो कि पुरै गाडी त्यही जिउ कति हो गाडी त्यही ठुसम्म ठुके बाटी जिउ म हो नि ठुल्लीको नै पाते दक्षिण पाते छपौँ वना ढा सेन किल्ला ढा उठो र नि उछेर नि उछे पिच्चा उखे बातीका हो पानी जहाँ दुकाटो र नि छपौँ थेङ्गो ठ्या उजुरगा सेन्ट किल्ला ढा ओगा सेन्ट किल्ला ढा ओगा अहिले जिङ्गे ढा चाहिँ उसी पिच्चा उखे पत्ती चाहिँ नै ब्राइटन बिच धाउँदाका किरा पट्याङ्ग्रा फेमस होला मगो यार रिभर के बात साउथ बैंक रहेगा चाहिँ ब्रिज उगा ब्रिज का हो अरू पुल क्रस याना खाने चाहिँ उटुङ्गा सिसा त नेपालको पुरा नि म चाहिँ लगभग 10 वर्षपछि फेरि युरेका चढेँ आज मजाले युरेका चढेँ दाइहरूलाई ल्याएको छु हेर्दैछन् कोही हो
Go. ओ सिसा सफाइ हो ग्लास सफाइ हो उसके पिन्ने जो मुझे पाया ना पिन्ने थे झुने जी का अरे झुने जा सिसा सफाइ हो मुझे छोटो सिसा सफाइ भयङ्कर मजा क्या 88 तला खेर चोफा उसाग्ने टोयलेट हो 88 तला ठान्ने 88 तला ठान्ने भनेको टोयलेट ठाउँ ल 88 तलाको पहिला थे जग्गा का फ्लोर जग्गा हो छु का Take a photo camera, Kiwi to Kiwi. Eureka store. Melbourne इसका इसके भित्र बनाइरहेको यो ऊ चाहिँ ठ्याक्क पोइन्ट yana सुयो उठाएका ठोस ऊ छेउछाउको पोइन्ट yana दौडो चाहिँ ठ्याक्क पोइन्ट yana दौडो सुई जो चीज छ सी लाइफ दा होगा समुद्र ट्रुसी रेस्टुरेन्ट होगा सी लाइफ समुद्र और जीव जन्तु पनि त्यहाँ होगा फ्रेन्डर स्टेसन ठुल्ठुल्लो पर्ने ठुल्ठुल्लो गर्ने फ्रेन्डर स्टेसन र लिकुने चर्च ल ए भन्ने मेलबर्न सेन्टर यो भन्दा 10 तला अग्लो घर हो यो चाहिँ हामी 88 तलामा आयौँ यसमा अझै 2 तला माथि छ अब त्यसको सिस्टम हो ल सिस्टम छ यहाँ टावरको 88 तला माथिको चिसो हावा खाँदै माथि गलाएर युरेका माथि 88 तला हुँदैछु एक डेढ घन्टा बसिन्छ अझै हामी मौसम अलिकति राम्रो छैन अहिले एकछिन मौसम राम्रो हो भने अझ राम्रो देखिएला भाइ पनि ल तिमीहरू पनि छिट्टै आऊ है यहाँ घुम्न म भएको बेलामा बल्ल आकाश खोलिएर आएको छ 88 तलामाथि बसेर योभन्दा पनि अग्लो घर यो भन्दैछ युरेका टावरमाथि 10 वर्ष पछि चढेको 10 वर्षमा त योभन्दा अग्लो घर बनिसकेको छ यहाँ
युरेका टावरको माथि 88 तला माथि हो घाम लाग्यो घाम लाग्यो भने युरेका स्याहार्नु पायो यसपछि नातिहरू ग्याङतिर अब युरेका टावर घुमियो अब युरेका तार अब कहिले चढ्ने बच्चा लिएर आयो चढ्नु पर्ला फेरि एकपल्ट ल चाहिँ हामी 88 तला माथि आइरहेको हो युरेका टावरको 88 तला माथि हेर्दैछु एकपल्ट फेरि बाहिर हेरौँ है Flinders Estate भयो Flinders Estate स्टेसन भयो यस्तो देखिन्छ अर्को पल्ट आउँदाखेरि यो सहर कस्तो हुने हो के चेन्ज देख्न पाउने हो यस्तो छ Jaya bang, ini apa tuh? Ini episode tuh jaya ini, saya lupa. 88 तला माथिबाट पनि एकपल्ट पिसाब गरेर हेरौँ त के हुन्छ युरेका यति हो अब हामी फर्कन्छौँ ल युरेका बाबाई तल गयो ल कति स्पिड so fast yeah ground floor of this second. Oh, thank you. Through the shop, doors there, through the shop. पसौँ मैं सुनिया यहाँ ठने सम्झना लगे प्याउने लोपथो उहे वे होगा सोबिनियर ठुट छु न्यानाइंगे खसाने न्यानाइंगे रग ठाउँ पसन्द पाँच हो छु लपु तो कौन ठने सोबिनियर का न्यानाइंगे दे युरेका टावरमा राखिदिएका दादा 10 रुपैयाँ टी-सर्ट अनि अब सम्झना सिङ्ग्यो खलाएर ठाउँ लपु देखाएको छु यता तो जितु साउजी ठाउँ डक्कोटा ठेरुङ्गा चाहिने था प्याउ ठ्या चाहिँ थेदेका थियो सोबिनहरू पनि ठ्या सम्झना जोनाउने यहाँ आइन्थ्यो गरेर युरेका टावरका 88 तलाको यो टावर हामी चढेर आयो ल 89 ल रहेछ नि ठाउँ न बिन्दास है बिन्दास युरेका स्काई टेक